बजारमा पाइने प्रशोधित चिनीको प्रयोग गर्नु हुँदैन भनेर भनिरहँदाखेरि धेरैजनाको प्रश्न आउँछ, मिश्री पनि सेतै हुन्छ कि मिश्रीमा चाहिँ त्यस्तो राम्रो चिज चाहिँ के हुन्छ अथवा मिश्री चाहिँ किन प्रयोग गर्ने। प्रशोधित चिनी र मिश्री दुईटै चाहिँ उखुबाट बने तापनि एउटै स्रोतबाट त बनाइन्छ नि यिनीहरू, तर यिनीहरूले शरीरमा गर्ने प्रभाव भनेको आकाश जमिनको फरक छ। प्रशोधित चिनी बनाउने क्रममा चाहिँ सल्फर डाइअक्साइड, फस्फोरिक एसिड र चुना जस्ता रसायन प्रयोग गरिन्छ, जसले चाहिँ चिनीमा आफैमा हुनुपर्ने यसको खनिज तत्त्वहरू चाहिँ नष्ट गरिदिन्छ। त्यसले गर्दा यसबाट पाउने शरीरले भनेको खाली खोक्रा क्यालोरिजहरू मात्रै हो र यसले ग्लाइसेमिक इन्डेक्स चाहिँ असाध्यै धेरै बढाइदिन्छ। रगतमा हुने ग्लुकोजको मात्रा एकदमै छिटो बढाउँछ, जसले इन्सुलिनको असन्तुलन हुन्छ, मधुमेह त हुने भइ नै हाल्यो, मोटापामा पनि एकदम धेरै यसको योगदान रहन्छ र यसले पाचनको समस्या पनि लिएर आइरहेको हुन्छ र आन्द्रामा हुने लाभदायक जीवाणुहरूलाई पनि यसले नष्ट गर्छ। यसकै विपरीत मिश्रीका कुरा गरौँ, यसलाई चाहिँ प्राकृतिक विधिबाट क्रिस्टलाइजेसन भन्ने प्रक्रियाबाट चाहिँ बनाइने हुँदा यसमा हुने क्याल्सियम, आइरन, म्याग्नेशियम जस्ता अन्य मिनरल अथवा खनिज तत्त्वहरू चाहिँ नष्ट हुँदैनन्। मिश्रीले शरीरलाई चाहिँ शीतल राख्छ, पाचनको सुधार गर्छ, शरीरमा भएको अम्लीयता घटाउँछ, घाँटीमा हुने संक्रमणमा शुद्ध सहयोग गर्छ र यसले शरीरलाई ऊर्जा पनि प्रदान गर्छ। आयुर्वेद अनुसार मिश्री चाहिँ वात र पित्त दोषलाई चाहिँ सन्तुलन गर्न मद्दत पुर्याउँछ। तब प्रशोधित चिनी भने तिक्त अम्लीय प्रवृत्तिको हुने भएकाले दोषलाई असन्तुलनै गराउँछ। यसले वैज्ञानिक रूपमा हेर्ने हो भने पनि मिश्रीको ग्लाइसेमिक इन्डेक्स चाहिँ चिनीको भन्दा कम नै छ, जसले गर्दा चाहिँ रगतमा हुने चिनी ग्लुकोजको मात्रा चाहिँ यसले सन्तुलनमै राखिरहन्छ। यसैले गर्दा मिश्री स्वास्थ्यका लागि कति लाभदायक छ र यो उपचारात्मक विकल्प पनि हो। त्यसैले अब रिफाइनरी गरिएका चिनी भन्दा तपाईँ आफ्नै गाउँघरका मिश्री चुज गर्नुहोस्।